नमस्कार। आज हामी राशिहरूको रंग, कलर र ग्रहहरूको कलरको बारेमा एक साथ कुरा गर्ने। राशिको रंगले व्यक्तिको जन्म राशि र लग्न राशिलाई प्रभावित पार्नेछ। जुन रंग उसको जीवनमा अति प्रिय हुनेछ र रंगले मानिसलाई प्रफुल्लित बनाउने कार्य गर्छ। राशि अनुकूलको रंगले व्यक्तिको मनलाई अनाकर्षित र आकर्षित गर्छ। एकजनालाई मन परेको कपडाको रंग अथवा अन्य कलर अर्को व्यक्तिलाई मन नपर्ने कारण पनि राशिको रंग र ज्योतिषमाथि पक्का पनि निर्भर गर्छ भनिन्छ। कारण यही हो। त्यसैले आजको पाठमा हामी राशि तथा ग्रहहरूको रंगको बारेमा चर्चा गर्ने प्रयास गर्नेछौँ। बेला बखत हामीले सुन्दै गरेका हुन्छौँ, फलानो राशि हुने व्यक्तिले शुक्रबार गुलाबी रंगको रुमाल साथमा राख्नुहोस् या फलानो बार यस्तो रंगको प्रयोग गर्नुहोस्। आज तपाईको भाग्य 75%। सबभन्दा पहिला म विनम्र निवेदन गर्न चाहे, मानिसको भाग्यको प्रतिशत भन्न सक्ने सामर्थ्य त परापूर्व कालमा ऋषिमुनिहरूले रचना गरेका अनेकन ज्योतिषका प्रसिद्ध प्राचीनतम शास्त्रसँग पनि थिएनन्। भएको भए त शास्त्रोक्त पद्धतिबाट रचना गरिएका सयौं ज्योतिष ग्रन्थहरूमा पक्का पनि श्लोकको रूपमा उल्लेख हुन्थ्यो होला कि फलानो राशिको आइतबार 60% भाग्य, सोमबार 70% भाग्य, मंगलबार 65% भाग्य हुनेछ भनेर भाग्यलाई कसैले घटाउँदैमा घट्ने र कसैले बढ्यो भनेर नम्बर दिँदैमा पक्कै बढ्ने पनि विषय नहोला। किनकि विधिको विधानलाई स्वयं विधिले पनि हेरफेर गर्न नसक्ने कुरा हामी शास्त्रहरूमा अध्ययन गर्न सक्छौं। एकैसाथ जन्म लिएका दुई जुम्लेहा बच्चाको पनि भाग्य अलग अलग हुन्छ। एउटा अल्पायु हुन्छ भने अर्को पूर्ण आयुको हुन्छ। एउटै माता पिताका काखमा सँगसँगै हुर्के बढेका, शिक्षा आदि प्राप्त गरेर अघि बढेका दुई सन्तानको पनि भाग्य कम बेसी हुने गर्दछ। अहिले आएर कलियुगमा मानिस अलि धेरै नै ज्ञानी भएर होला भाग्यको पनि प्रतिशत निकाल्न सक्ने भएको। केही न केही नयाँ भन्नको लागि, आफूलाई अरूभन्दा पृथक देखाउनको लागि हरेक दिन राशिका नयाँ नयाँ रंग र कलरहरू फेरि फेरि आफ्नो खुसीले मिलाएर भन्ने गरेको पाइयो, देखियो, सुनियो। जुन कुरा सुन्दा त आनन्द आउँछ र हो जस्तो पनि लाग्छ, तर कुन पुस्तक र कुन शास्त्रबाट लिएको हो, कुन ऋषिको मत हो, शास्त्र सम्मत ज्ञान हो या मनलाग्दो कुरा थाहा छैन। सबभन्दा पहिला ग्रह र राशिहरूको रंग र कलरको बारेमा शास्त्रमा के उल्लेख छ श्लोकको माध्यमले जोड्न चाहे। पहिला राशिको पालो, त्यसपछि ग्रहको। राशिको लागि श्लोक रहेको छ, रक्त गौर सुक कान्ति पाटल पाण्डु चित्र रुचि नील काञ्चन पिङ्गल सबल बब्रु पाण्डु रास्तुम्बुरादिम भवनेषु कल्पिता। यसको अर्थ म राशिको नाम सहित कलर पनि स्क्रिनमा देखाएर भन्नेछु, कृपया ध्यान दिएर हेर्नुहोला। मेष राशिको रंग रातो,
जस्तो कि स्क्रिनमा देखाइएको छ। यस प्रकारको कलर मेष राशिको लागि नै हो। मेष र वृश्चिक राशिको स्वामी ग्रह मङ्गल हो। मङ्गलको रङ्ग रातो भए तापनि वृश्चिक राशिको रङ्ग सुनौलो कलर हो। श्लोकमा भनियो, भनाइको तात्पर्य राशिको र राशिको स्वामी ग्रहको रङ एउटै नभएर अलग अलग हुन्छ भन्न खोजिएको हो। मङ्गलको रङलाई स्मरण गरी मङ्गलका दुवै राशिको रङ रातो भनेको खण्डमा गलत हुन जान्छ। त्यसकारण राशि र ग्रहको रङ अलग हुन्छ भनी दिमागमा राम्रोसँग बसाल्नु पर्छ र व्यवहारमा ल्याउनु पर्छ। वृष राशि। वृष राशिको रङ्ग श्वेत अथवा सेतो शुक्ल जस्तो कि स्क्रिनमा हेर्न सक्नुहुन्छ। वृष राशि र तुला राशिको स्वामी ग्रह शुक्र हो। शुक्रको पनि सेतो रङ्ग हुन्छ, तर शुक्रको रङ्ग चम्किलो प्रकारको सेतो हुन्छ। मिथुन राशि। मिथुन राशिको रङ्ग हरियो। यसलाई पनि स्क्रिनमा हेरी पहिचान गर्नुहोला। मिथुन राशि र कन्या राशिको स्वामी मालिक या ओनर बुध हो। बुधको रङ्ग हरियो दुबो जस्तो भनिएको छ, तर कन्या राशिको रङ्ग विविध रङ्ग हो भनियो, जस्तो कि यहाँ स्क्रिनमा हेर्न सक्नुहुन्छ। कर्क राशि। कर्क राशिको लागि रक्त श्वेत भनिएको छ। रक्त श्वेत भनेको मानौ कसैले दुधमा अलिकति रातो रङ्ग मिसाइदियो। यो मिसाउँदा जस्तो रङ्ग हुन्छ त्यस्तै कर्क राशिको रङ्ग हो। हुन चाहिँ सेतै हुन्छ अथवा यसलाई हल्का गुलाबी कलर मान्न सकिन्छ। यसको लागि पनि मोबाइल या तपाईले प्रयोग गरेको ल्यापटपको स्क्रिनमा हेरेर भेरिफाई गर्न सक्नुहुन्छ। चन्द्रमाको रङ्ग सेतो हुन्छ। सिंह राशि। सिंह राशिको रङ्ग पहेँलोपन लिएको हल्का साँवलो कलरको रङ्ग या कुनै कुनै पुस्तकमा सेतो श्वेत पनि भन्छ। सिंह राशिको स्वामी सूर्य हुन्। सूर्यको रङ रातो भनिन्छ, जो मैले यसै भिडियोमा अगाडि देखाउने छु। कन्या राशि। कन्या राशिको रङ्ग मिश्रित धेरै कलरहरूको रङ्ग बिरङ्गी विविध रङ्ग। तुला राशिको कलर नीलो। नीलो र कालो त शनिको रङ्ग हो। यहाँ त तुलाको लागि नीलो रङ्ग भनियो। वृश्चिक राशि। वृश्चिकको लागि सुनौलो रङ्ग पिसाङ वर्ण अथवा गहुँको जस्तो भनिएको छ, तर स्वामी ग्रहको कुरा गर्दा मङ्गलको रङ्ग रातो नै हुन्छ मैले भनिसकेँ। धनु राशि। पहेँलो रङ्ग। धनु र मीनको स्वामी ग्रह बृहस्पति हुन्। बृहस्पतिको रङ्ग पहेँलो हो, तर मीन राशिको रङ्ग सेतो हुन्छ। ग्रह र राशिको रङ्ग जोडेर भनेमा अवश्य पनि मिल्दैन। यो कुरा राम्ररी बुझ्न अति आवश्यक छ। मकर राशि। छिटा छिटा या धब्बा धब्बा परेको रङ्ग अथवा पीत श्वेत। मकर र कुम्भको स्वामी शनि, तर मकर राशिको रङ्ग पीत श्वेत। गाईको दुधको जस्तो रङ्ग या सेतो रङ्गमा थोरै पहेँलो रङ्ग मिसाउँदाखेरि जस्तो रङ्ग हुन्छ त्यस्तै रङ्ग मकरको हुन्छ। यहाँ स्क्रिनमा हेर्न सक्नुहुन्छ। अब 11 नम्बर राशि कुम्भ राशिको पालो। कुम्भ राशिको रङ्ग न्याउरी मुसाको जस्तो कलर। मकर कुम्भ दुवै राशिमा कहीँ पनि कालो रङ्गको चर्चा गरिएको पाइँदैन। मीन राशिको लागि पाण्डु रङ्ग अथवा मक्खनको जस्तो रङ्ग बताइएको छ। यी राशिका रङ्गहरूलाई ज्योतिषले कण्ठ गरेर राख्न सक्नु पर्दछ। अब ग्रहको लागि श्लोकको पालो। श्लोक यस प्रकार रहेको छ। रक्तश्यामो दिवादेशो गौरगात्रो निशाकर
नातिर्दीर्घ कुजो रक्तो दुर्वाश्यामो बुधस्तथा गौरगात्रो गुरुर्ज्ञेय शुक्र श्यामस्तथैव च कृष्णदेहो रवे पुत्रो ज्ञायते द्विजसत्तम। महर्षि पराशरजीले आफ्ना परम शिष्य मैत्रेयलाई यसरी ग्रहहरूको रङ्ग र कलरको बारेमा भन्नुहुन्छ होरापराशर शास्त्रमा। अब यसलाई स्क्रिनमा हेर्नुहोला। सूर्यको रङ्ग रक्तश्याम, चन्द्रमाको मध्यम गोरो, मङ्गलको रातो, बुधको दुबोको जस्तो हरियो श्याम, बृहस्पतिको गोरो अथवा पहेँलो पनि भन्ने गरेको पाइन्छ। शुक्रको श्यामल, शनिको कृष्णवर्ण भनेको कालो। यो ग्रहहरूको रङ्गहरू भए। अन्य जानकारीको लागि सो अध्ययन गर्नको लागि होराशास्त्र नामको पुस्तकमा तपाईले स्वयं हेर्न या अध्ययन गर्न पनि सक्नुहुन्छ। तपाईले राशि अनुसारको रङ्गको प्रयोग आफ्नो जीवनमा गरेको खण्डमा विशेष गरेर तपाई आफ्नो लागि शुभतामा वृद्धि अथवा बढोत्तरी गराउन सक्नुहुनेछ। जन्म समय लग्नमा जुन राशि हुन्छ या जुन राशिको नवांश राशि अथवा चन्द्र नवांश राशिको मिश्रणबाट व्यक्तिको रङ्गको निर्माण हुन्छ। अर्थात् मनुष्यलाई यस जन्ममा त्यस्तै रङ्गको शरीर प्राप्त हुन्छ। यो शास्त्रीय मान्यता हो या ऋषिमुनिहरूको वचनमा त्यस प्रकारको दैवीय सिद्धान्तको कुरा भएको पाइन्छ। अब म यहाँनिर एउटा जानकारीलाई जोड्न चाहे। सारावली नामक पुस्तकमा एउटा विशेष कुरा भनिएको छ। लग्न नवांश र चन्द्र नवांश राशिको रङ्ग मुताबिकको कलर तपाईको घरको पूजा स्थल अथवा मन्दिर जहाँ पनि तपाईले आफ्नो इष्टदेवको नित्य पूजा गर्नुभएको छ त्यस्तो पूजा स्थलमा तपाई सबैले जुन जुन देवी देवताको पूजा आराधना गर्नुहुन्छ आफ्नो इष्टदेव मानेर तपाईको राशि अनुसारको रङ्गको प्रतिमा, मूर्ति अथवा विग्रहको कलर भएमा या त्यस्तै रङ्गको देवी देवताको फोटो चित्र राखेर पूजा गर्नु भएमा या पूजा स्थलको रङ्ग त्यस प्रकारको राख्नु भएमा ईश्वरको विशेष कृपा प्राप्त हुन्छ भन्ने कुरा बताइएको छ। तपाईको लागि तपाईको राशि अनुकूलको रङ्ग अत्यन्त फलदायी हुने गर्छन्। यी रङ्गहरू तपाईको यस जन्मको लागि अति अनुकूल रहनेछन्। ज्योतिष गुरुहरूले तपाईको चिना हेर्दा तपाईको रङ्ग फलानु कलरको हो, यो रङ्ग लाउनु, यो बार यो नलाउनु भन्दा गुरुजी यो कुन शास्त्र या कुन पुस्तकमा लेखेको छ कृपया श्लोक पनि भन्नुहोस् भनी जिज्ञासा राख्नुहोस्। किनकि शास्त्रकार भन्छन् युक्ति युक्तम वचो ग्रहयम न ग्रहयम गुरु गौरवात् सर्वशास्त्र रहस्यम तद याज्ञवल्क्येन भाषित। अर्थात् गुरुको श्रेष्ठतालाई लिएर ठुलै नाम चलेका गुरु हुन् भनेर सबै गुरुको कुरा हुबहु जस्ताको तस्तै नमान्नु। आफ्नो ज्ञानको प्रयोग गरी युक्ति युक्त वचनलाई मात्र ग्रहण गर्नु, अरू छोडिदिनु। जसरी राजहंसले दुधमा मिसाएको पानी छाडेर दुध मात्र ग्रहण गर्छ, त्यसरी नै विद्या आर्जन गर्न आवश्यक हुन्छ। असली ज्ञान प्राप्त गरी आफूले चाहेको गन्तव्यसम्म पुग्ने लक्ष्य राख्नु आवश्यक हुन्छ। अब अर्को कुरा, राशि कमजोर भए र पीडित भए 6, 8, 12 स्थानमा गए, अशुभ प्रभावमा परे, पाप कर्तरी बनेको भए लग्नको राशिलाई पनि लिन सकिन्छ। चन्द्र राशिमा त्यस्तो प्रभाव भएको खण्डमा लग्नको राशिलाई पनि लिन सकिन्छ। किनकि वैदिक ज्योतिषमा त लग्न, चन्द्रमा र सूर्य 3 वटै स्थानदेखि कुण्डलीको विश्लेषण गर्ने परम्परा नै छ। ज्योतिषका पितामह मानिने महर्षि पराशरको पुस्तक होरापराशर शास्त्रको सुदर्शन चक्र अध्यायमा तपाईँ आफैले पनि पढ्न सक्नुहुन्छ यसको बारेमा। राशिको बल कति छ भनेर
षड्बलमा गएर पनि हामी राशिको बल हेर्न सक्छौँ। भाव कति कमजोर छ भने त्यसमाथि पर्ने प्रभाव हेरी पत्ता लगाउन सक्छौँ। यसैलाई आधार बनाई लग्न या चन्द्र लग्न मध्ये बलवान राशिको रङ्ग कलरबाट हामी वाहन, गाडी, बाइक कुन रङ्गको किन्दा राम्रो हुन्छ, शुभ हुन्छ, या हाम्रो जीवनमा कुन रङ्गहरूले विशेषता राख्छन् भनी विचार गर्न सक्छौँ। अब कुन दिशाको सोरुमतर्फ गई हामीले कार, बाइक, वाहनहरू किनेर ल्याउने भनी राशिको दिशाको अध्ययन गरी हामीले हेर्न सक्छौँ। यहाँ प्रश्न उठ्न सक्छ, 21औं शताब्दीमा क्वान्टम फिजिक्स र गड पार्टिकलको चर्चा गर्ने समयमा सबै कुरासँग ज्योतिषलाई जोड्न कति आवश्यक रहन्छ त? हामीमध्ये केही व्यक्तिको मनमा जिज्ञासा रहन पनि सक्छ। हो, हामीले त अहिले यस्तो ग्रह राशि केही हेर्ने गरेको छैन। हाम्रो सबै काम ठिकठाक भइरहेका छन्। जीवन राम्रै चलिरहेको छ। प्रश्न जायज पनि देखिन्छ। मानिसले जन्म लिएर धरतीमा आउँदा नै सबै कुराको निर्धारण भइसकेको हुन्छ। निश्चित समयसम्म व्यक्तिको चिनामा राम्रो ग्रहको प्रभाव र योग रहँदासम्म, भाग्यले साथ दिँदासम्म, या जन्मँदै प्रारब्धले प्रदान गरेको बलियो भाग्य लिएर आएको व्यक्तिलाई सानातिना समस्या आएको गएको पत्तै हुँदैन, या ती समस्यालाई डटेर मुकाबिला गर्ने तागत ईश्वरले दिनेछन्। भनिन्छ, ग्रहहरू सदा चलायमान हुन्छन् र आफ्नो अक्षमा निरन्तर गतिशील हुँदै व्यक्तिको पूर्वजन्मको राम्रो नराम्रो कर्मलाई प्रकट्य गराउँछन् र मानिसहरू दैवको नियतिको अगाडि विवश हुन पुग्छन्। ग्रहको मानव जीवन लगायत सम्पूर्ण चराचर जगतमा विशेष प्रभाव रहन्छ। चिनामा बनेको जन्म कुण्डलीको 6, 8, 12मा बसेका अशुभ ग्रहको महादशाको समय विशेष गरेर यस्ता ग्रहले अन्तरदशा र प्रत्यान्तर दशामा फल प्रदान गर्छन्। जीवनमा मारक खण्ड या मार्केसको दशाको समय या दशा अन्त्य, दशा छिद्र चलेको बखत ससाना घटना परिघटनाबाट पनि विशाल भयावह समस्या, पीडा, दुःख बनेर मानिसलाई तर्साउन आइपुग्छन्। यस्तो दशाको बारेमा अगाडि आउने भिडियोहरूमा विशेष प्रकाश पार्नेछौँ र पढ्नेछौँ। यस्तो समयमा शुभ र अशुभ कलर, शुभ र अशुभ साइतको कुरा, शुभ र अशुभ मुहुर्त आदिको विषयलाई विशेष ध्यान दिएर काम गर्न आवश्यक हुन्छ। जीवनमा आएको त्यस प्रकारको समयलाई अत्यन्त सावधानीपूर्वक व्यतीत गर्नुपर्ने हुन्छ। असल ज्योतिषले पहिला नै यस्ता ग्रहहरूको दशा आउँदैछ, जीवनमा सुरु हुँदैछ भनी व्यक्तिलाई सचेत र सावधान गराउन सक्छन्। सब ठिकठाक चलिरहेको छ, कुशल मङ्गल नै भइरहेको छ, मानिस सफलताको शिखरबाट अचानक रातारात पतन हुन जान्छ, जसको कारण यस्तै ग्रहहरूको दशा सुरु हुनलाई मानिन्छ। भनिन्छ नि, शिखरमा पुग्न भन्दा पनि शिखरमा डटिरहन, टिकिरहन अति गाह्रो हुने गर्छ। जन्म कुण्डलीमा ग्रहको प्रतिकूल दशा सुरु भएको बखत यस प्रकारको नराम्रो समय आइरहेको बेला कुनै नयाँ कामको थालनी गरे या बाइक, वाहन इत्यादि तपाईको राशिको विपरीत रङ्ग कलरको किनेर ल्याए जीवनमा ठुलो दुर्घटना निम्तिएर विकराल समस्या उत्पन्न हुन पनि सक्छ। हाम्रा महान ऋषिमुनिहरूले मानवको जीवनमा आउने दुःख अनि प्रतिकूल समयलाई ध्यानमा राखेर ज्योतिष विज्ञान मार्फत भविष्यमा समस्या आउन नदिन या न्यूनीकरण गर्न र वर्तमानमा नै पूर्व सचेत गर्ने काम वैदिक उपायद्वारा भए गरेको पाइन्छ। वर्तमान समयमा आफू खुसी ज्योतिष शास्त्रले निर्देश नै नगरेको
र शास्त्रमा उल्लेख नै नभएका सयौं उपाय मनलागी कथन युट्युबमा छरपष्ट देखिन्छन्। यस्ता उपाय गर्ने र गराउनेहरूले उपाय भनी गरिसकेपछि भन्छन् के ज्योतिषका उपायले साँच्चै काम गर्छन् त? जुन उपाय र कथनको कुनै टाउको या पुच्छर हुँदैन, त्यस्ता उपायको के भर? ज्योतिष वेदको 6औं अङ्ग वेदाङ्ग हो। हामी मध्ये केहीले वेदमाथि पनि प्रश्न उठाउने गर्छौं। भनिन्छ सनातन धर्मावलम्बीको त वेददेखि पर केही पनि छैन। वेद पढेर वेदको ज्ञान लिने व्यक्तिको बुझाइमा कमी हुन सक्छ, वेदमा ज्ञानको कमी पक्कै छैन। वेदाङ्ग अन्तर्गतको ज्योतिष विद्या समुद्रमा पिन काटी खोज्ने विद्या हो। भुजको थुप्रोमा सियो खोज्ने काम हो। यस विद्याको अध्ययन पनि पक्कै कठिन होला। यसलाई शास्त्रीय पद्धतिबाट अध्ययन गरी मूल स्वरूपमै रहन दिन उत्तम होला। अबको आउने समयका नयाँ पिँढीहरूलाई यो ऋषिमुनिहरूको वैदिक ज्ञानको अमूल्य धरोहर जस्ताको तस्तै जोगाएर हस्तान्तरण गर्ने जिम्मा तपाईको र हाम्रो। हस्त आजलाई यति नै। नमस्कार।